बागलुङको बलेवा भैरव स्थानको मन्दिर 15औं शताब्दीमा पाल्पाका राजा मणि मुकुन्द सेनका पालामा स्थापना भएको मानिन्छ। पाल्पाको भैरव स्थान बागलुङको कालिका र मुक्तिनाथमा पनि मुकुन्द सेनको नाम जोडिन्छ। बलेवा भन्दा माथि अमलाचौरको भैरव स्थान भन्ने भिन्न प्रसंग जोडिएको छ। मुकुन्द सेनका दाजुभाइ बीच झगडा परेछ। झगडाकै क्रममा भाइ छुट्टिएर बलेवामा आउँदा भैरवलाई पनि छुट्याएर साथमा ल्याई भैरव स्थानको मन्दिर स्थापना गरेको विश्वास गरिन्छ। अत्यन्त डरलाग्दा 3 आँखाको दृष्टि गर्ने घाँटीमा मुण्डमाला लगाएका डम्बरू, त्रिशूल र फलामको दण्ड हातमा लिएका, कालो भयानक शरीरमा काली वस्त्र धारण गरेका उग्र स्वरूपका देवता जुन कुकुर माथिको सवार देवतालाई काल भैरव भनिन्छ। काल भैरवलाई भय र तामस उपासनाका उग्र देवता पनि भन्ने गरिन्छ भने शिवका प्रलयकारी गण एवं मृत्युका देवताका रूपमा पनि पुज्ने गरिन्छ।